आज अहिले हामी कहाँ उत्रयौँ सिमानामा हैन सिमाना चाहिँ हामी ओर्दोर यो बाटो गऱ्यौँ होला कि तर यसरी उत्रेको चाहिँ थिएन आज फर्स्ट टाइम उत्रिँदैछौँ हेरौँ न कसो रहेछ मजाले सन्दकपू देख्छ भन्छ तर सन्दकपू हेरिहाल्नु केही छैन पुरा फगी लागेछ पुरा फगी छ सिमानाको सानो बजार चियर राख्ने बस्ने यहाँ छ नि भ्यू पोइन्ट यहाँ बनाएको छ तर अब खै देख्दैन केही देख्दैन अब पुरा धुम्मेर छ धुम्मिएको छ ल मेरो छोरालाई हेर्नुहोस् मेरो मिसेसलाई मेरो छोरीलाई यही हेर्नुहोस् आज सिमानामा यही आएर हेऱ्यो ए हाम्रो गाडी यहाँ राखेको छ अब एकछिन यहाँ फ्रेस हुनु पर्यो फेरि अगाडि जानुपर्छ गोलीटार भ्यू पोइन्ट भन्दो रहेछ होला दामी देख्थ्यो होला नि उज्यालो छाङ्गे भए त ल अलिकति अगाडि बढौँ भ्यू पोइन्ट के हो नाम के रहेछ गोलीटार भ्यू पोइन्ट पो रहेछ सिमाना भ्यू पोइन्ट पनि यहाँ सिमाना लेखेको छ त्यहाँ चाहिँ फेरि यहाँ चाहिँ सिमाना भ्यू पोइन्ट है अलिकति कता हो यहाँ बजार सिमाना ओइ गाडी पनि पुरा हिँड्दैछ हौ कता हो मार्केट रहेछ पुरा भित्र त चिया नास्ताहरू पाउँदो रहेछ सबै कुरो पाउँदो रहेछ है टोपी सोपी लिएर सानोतिनो मार्केट पुरा मजाको रहेछ यहाँ भित्र पनि दामी मजाको रहेछ त बजार त गुड सो गुड दामी यता पनि रहेछ हौ भित्र बजार रहेछ यता चाहिँ डाँडा होला ए केही त देख्दैन अब कुन चाहिँ यहाँ डोको फ्याँकिरहेको रहेछ तर के भने मैला गरिहाल्छ टुरिस्टले यताबाट जाउँ है यतापट्टिबाट जाउँ यता पनि यहाँ रहेछ दोकान सब यस्तो दोकान यहाँ पनि पुरा दोकान बुई के बेचेको ए पुरा दोकान मजाको यहाँ यता मिठाईहरू रहेछ भेराइटी कहाँबाट ल्याउँछ होला नेपालबाट त होइन होला सिलगढी ल्याएको क्या हो यहाँ पनि दोकान ल एक चक्कर भयो चिसो छ आज पुरा फगी पनि लागेको छ अब हाइटले गर्दा पनि होला चिसो लागिरहेछ आज सिमानाबाट अब अगाडिबाट यहाँ हाम्रो गाडीतिर जाँदैछ उकालो छ यहाँबाट अझै फरक हामी मेरो छोरी र हाम्रो चन्दनज्यू उनको गाडीमा आएको जाँदैछु अब उकालो जाने अब चाहिँ सुके पोखरी है यो सिमाना यो स्लो मोसन होइन उकालोले गर्दा स्लो भएको हो आमा छोरा लाग्छ कि स्लो मोसन जस्तो लागिरहेको थियो क्या होइन नि ल बढौँ सुकिया पोखरी होइन सुकिया पोखरी यहाँ आइपुग्यो हामी र हेर्नुहोस् बजार जोड्दैछ तपाईँहरूले पनि बजारमा अलिकति एक दुईवटा सामान किन्नु जरुरी पर्यो त्यो सन्दकपू जानु 39 किलोमिटर फालुट सिटी रेम्बिक है छयारी
यहाँ एसबिआई पनि छ यता अगाडि कहाँको डिस्टेन्स पनि देखाउँदैछ यहाँबाट घुम त 12 किलोमिटर त रहेछ आयो अहिले हामी यता जान्छौँ अब ओह्रालो गाडी तल रोकिरहेछ मलाई त त्यति याद छैन नि अब त्यत्रो वर्ष पहिला आएको जाडो थियो भने नि त्यतिखेर अब उनीहरूले 16-17 वर्ष सुकिया पोखरीबाट हामी ओह्राले लाग्यौँ पोखरेबुङ फेरि पोखरेबुङबाट तल चामङ जाने हो यही बाटो धुप्पीको रुखहरू पुरै छ बाटोमा चामुङ टी स्टेट त्यहाँ काम गरेर बेलुका फर्किरहेकी हाम्रो चेली स्टाफहरू वर्कर्सहरू दिनभरि दुःख गरेर चियापत्ती टिपेर फेरि खुसी खुसी उहाँहरू घर फर्किँदै हुनुहुन्छ काम सकेर चामुङ टी स्टेट है यहाँ हिँड्दैछु घुम्दैछु हामी यहाँ सुबोध दाजुकोमा मेरो मिसेसको दाजु हुनुहुन्छ उहाँ आएको थियो कि अन्त नानीले एकछिन फ्याक्ट्री घुमाउनु लाने अरे कि त्यहाँ जानु पर्यो भनेको नि हेर्नुहोस् न टी गार्डन तर अब अहिले त बेलुका भइसक्यो अँधेरो भइसक्यो हामी खै जता हेऱ्यो त्यतै भ्यू हेर्नु मन लाग्छ हेर्नुहोस् है म अलिकति यहाँ डाँडा देखाउँछु तपाईँहरूलाई टी गार्डन माथि डाँडा हेर्नुहोस् न फगी लागेको कालो अब यहाँ घर सुन्दर सुन्दर घरहरू हुन्छ यो पाखा तपाईँले हेर्नुहोस् यता हामी ओह्रालो जाँदैछौँ ओह्रा तल जानुहुन्छ अहिले उहाँको आफ्नो गाडीमा हामीलाई फेरि तल टी फ्याक्ट्रीसम्म लिएर जाने अरे सिलगढीको मैदानमा बस्नेछ है यहाँको पहाडको चिसो अब अहिले हेर्नुहोस् त कस्तो चिसो हात अघि त हात ठिराएर हतार त फेरि है यो लगाए टोपी लगाए राम्रो लाग्यो प्रकृतिको काखमा आज हामी आएका छौँ यो ठाउँमा खुब आनन्द लिँदैछौँ यो चाहिँ चामुङ टी स्टेटको चियापत्ती फ्याक्ट्री जहाँ हरियो चियापत्ती टिपेर ल्याएर फेरि त्यसलाई प्रोसेस गर्छ प्रोसेस गरेर फेरि ओरिजिनल चियापत्ती बनाउँछ चियापत्ती बनेपछि फेरि मार्केटमा जान्छ र हामीले चिया पकाएर खान्छौँ तर भित्र हामीलाई पर्मिसन थिएन हामी बाहिर बाहिर हेर्नु न भिडियो सुटहरू गर्नु त्यस्तो अनुमति थिएन अलिकति भित्र घुम्नु त घुम्यौँ तर खिचेन फोटो नेक्स्ट डे मर्निङमा हामी फेरि यहाँ चामुङ टी स्टेटको माथि हिलटपमा यहाँ शिव मन्दिर रहेछ त्यो शिव मन्दिर हामीले दर्शन गर्नु गयौँ सबै अनि उहाँ दिदीहरू परिवारहरू पनि जानुभयो यहाँ हिलटपबाट चाहिँ त्यो टी गार्डनको भ्यू दामी देख्दो रहेछ त्यो अलिकति म तपाईँहरूलाई सेयर गर्छु है हरियो च्यादर ओछ्याएको जस्तो चियाबारी माथिबाट उकालो चढ्दैछु मन्दिरमा आज दर्शनको लागि पुग्न आँटे यहाँको स्थानीयको लागि त केही होइन तर हामीलाई त निकै ठाडै उकालै पर्यो स्यास्या फ्याम्या भन्दै पनि मन्दिर दर्शन गर्न पुग्यौँ अन्त अब अलिअलि फुलचुल टिपेर मन्दिरमा प्रवेश गरी पूजा गर्ने हो दर्शन गर्ने हो साथै चारैपट्टि सब भ्यू कति दामी छ हेर्नुहोस् हजुर रिसोर्ट चाहिँ कुन चाहिँ यो पहिलो
तल्लो पनि हो माथिल्लो ए पनि। यहाँ चाहिँ रिसोर्ट रहेछ नि आयो चाहिँ फेरि यतापट्टि यो हेर्नुहोस् क्या दामी छ मन खुस हुन्छ खुबसुरती हेर्दा हेर्दा टी गार्डन यस्तोमा पनि बिचराहरू हाम्रो यहाँको हजुर ए यो पत्ती हजुर कस्तो मजाको अब मन्दिर पस्छौँ मन्दिर पस्दैछौँ फुल्लिए त्यो डाँडामा मजाको मन्दिर अब मन्दिर शिवजीलाई हेरौँ कि ठिक पऱ्यो म पनि तान्छु शिवजीको नन्दी है पञ्चमुखी है हरि ओम वंदे देवपतिश्वर गुरु वंदे जागतन वंदे पन्नगभूषण निगतर वंदे पशुनापतिं वंदे सूर्य संग्रहण वंदे मुकुंद प्रिय वंदे भक्तजना सरचर वरद वंदे शिवं शंकरं करचरणं कितं वा कायज मानस वा प्रदं विहितमैतमस्वरमे तत्त जय जय करुण जपते श्री महादेव शंभो जय जय करुण जपते श्री महादेव प्रभु प्रार्थना समर्पयामि पुष्प समर्पयामि पुष्पं समर्पयामि ध्यानं समर्पयामि ओम शिव शंकराय नमो नमः। मेरो छोरा मेरी छोरी शिवजीको मन्दिर यो हिल टपमा हुनाले गर्दाखेरि चारैपट्टि भ्यू हेर्नु राम्रो लाग्दो रहेछ टी गार्डनको चारैपट्टिको भ्यू देखिँदो रहेछ कि तर पनि अब बाँदरहरू के नपसोसहरू उपद्रव नगरोस् भनेर होला यो नेट लगाइदिएको छ या केही एक्सिडेन्टहरू नहोस् भनेर यो नेट लगाएको होला आई थिङ्क तर राम्रो यो टी गार्डनकै उसले बनाइदिएको अरे हौ टी गार्डनकै तर्फबाट मन्दिर बनाइदिएको अरे कसरी काम गर्छन् होला है अब यस्तो भिर पहाडमा तर पनि अहिलेसम्म कोही 250 रुपियाँ कति मात्रै पाउँछ भन्छ कहिले तनखा बढ्ने कसको जिम्मेवारी तनखा बढाउने है माया लाग्दो लाग्छ हौ व्यवस्था क्या दामी सिन छ यो चाहिँ रिसोर्टमा भनेको हामीले मन्दिरबाट हामीले फोटो खिच्दैछौँ हेर्नुहोस् कस्तो दामी सिन छ चारैपट्टि हेर्नु यो रुख यत्रो ठुलो रुख पिपलको यत्रो डाँडामाथि मन्दिर यस्तै छ यहाँ पहाडमा दुःख सुख सबै मिलाएर सबैजना हिँड्छ यस्तो मजाको दृश्य हरियो परियो है रात दिनै उहाँहरूले हरियो परियो देख्नु पाउनुहुन्छ हामीलाई त हरियो परियो खोज्नुपर्छ यसरी समय मिलाएर छुट्टी मिलाएर कसरी आउनुपर्छ पहाडको जीवन अवश्य सङ्घर्षमय छ तर पनि कतै एउटा शान्ति छ क्या बडा राम्रो लाग्छ मन्दिरको दर्शन भयो आज पण्डितजीले पूजा गरिदिनु भयो टिकाहरू लगाइदिनु भयो अब फर्किने
अब एकछिनमा हामी पनि फर्किन्छौँ यहाँ चामङलाई बिदा लिँदै सिलगढीतिर। हुन्छ फेरि यसरी भेट गर्दै गरौँ हामी भिडियोमा। बाई बाई।